नेम्बाङहरू कसरी नेम्बाङ भए र नेम्बाङ मध्ये पनि नेम्बाङ एकदमै धेरै हुनुहुन्छ। नेम्बाङ मध्ये पनि याङदेमा नेम्बाङ कसरी हुन पुगे र उहाँहरूको पुर्खा र याङदेमा नेम्बाङहरूको संक्षिप्त इतिहास म आज तपाईँलाई बताउन गइरहेको छु। सेवारो नमस्कार, म कलाकार तथा निर्देशक हाङ चेम्जोङ। आज मेरो हातमा रहेको छ याक्थुङ पेभाकुम याङदेम्बा नेम्बाङ वंशावली। यो बुकको यो किताबको 26 नम्बर पेजमा चाहिँ यहाँ के लेख्नुभएको रहेछ भने चाहिँ नेम्बाङहरूको उद्गम थलो र याङदेम्बा नेम्बाङको संक्षिप्त परिचय है त। म तपाईँलाई सरर पढ सुनाउँछु है त। इतिहासमा पूर्व पहाड फेदापथुममा अत्यन्तै शक्तिशाली राजा सिदिइङ हाङले राज्य गरेको पाइन्छ। फेदापथुममा चाहिँ अत्यन्तै शक्तिशाली राजा सिदिइङ हाङले राज्य गरेको पाइन्छ। अहिले फेदापथुम चाहिँ तिर्थुम जिल्लामा पर्दछ त, तिर्थुम जिल्ला अन्तर्गत। र इतिहास अनुसार सिदिइङ हाङका 5 छोराहरू थिए। सन्तान धेरै भएकोले एक छोरा साङलाइङ तम्मोर नदी तरेर 5 थर आई बसोबास गरेको पाइन्छ। सिदिइङ हाङको 5 जना छोराहरू हुनुहुन्थ्यो। ती 5 छोरामध्ये जेठो माइलो साइलो काइलो कुनै छुट्याउनु भएको छैन। एकजना छोरा साङलाइङ हाङ चाहिँ तमोर नदी तरेर चाहिँ 5 थर आई बसोबास गरेको पाइन्छ। यसरी बसोबास गर्ने क्रममा 5 थरको विभिन्न ठाउँहरूमा राज्य गरेको पनि इतिहासमा पाइन्छ। अब यहाँ हेर्नुहोस् है, अब साङलाइङको सन्तानहरू हेर्नुहोस् है। यहाँ अब सिदिइङको 5 मध्ये एउटा छोरा साङलाइङ। अब साङलाइङदेखि मुनि मुनि पुर्खाहरूको नाम सुन्नुहोस् है त। साङलाइङको छोरा आदोक्मी, आदोक्मीको छोरा आगेप्मी, आगेप्मीको छोरा सायुङ, सायुङको छोरा मायुङ, मायुङको छोरा केरङवा, केरङवाको छोरा साहाङधो, साहाङधोको छोरा केयम्बा, केयम्बाको छोरा मुदेम्बा, मुदेम्बाको छोरा तेन्हाङमुक्पा, तेन्हाङमुक्पाको छोरा साङबेन, साङबेनको छोरा मुदिन, मुदिनको छोरा ओदो, ओदोको छोरा आदौ, आदौको छोरा मुक्पा, मुक्पाको छोरा मुगुप्पा भनिन्छ। यो मुगुप्पा चाहिँ यहाँ उहाँले के लेख्नुभएको छ भने मुगुप्पा हाङमा चाहिँ थेबा शक्तिले युक्त भएको थियो, तर ढाड छलले गर्दा यो थेबा शक्ति विलिन भएको कथनहरू पाइन्छ भन्नुभएको छ। जो कोबाट भने चाहिँ मुगुप्पामा चाहिँ थेबा माङ पहिला आइसक्नु भएको रहेछ। त्यसपछि फेरि थेबा माङ चाहिँ उहाँहरूमै आउनुहुन्छ, नेम्बाङमै आउँछ। त्यो चाहिँ ढाल छल कपटले गर्दा विलिन भएको रहेछ। अनि यसरी नै जस्तै अब मुगुप्पा चाहिँ कसको छोरा थिए भन्दाखेरि मुगुप्पा चाहिँ मुक्पाको छोरा मुगुप्पा। अब मुगुप्पाको छोरा चाहिँ मुगुप्पा हाङको छोरा चाहिँ मछेहाङ, मछेहाङको छोरा हाङसिङ, हाङसिङको छोरा खत्राहाङ, खत्राहाङको छोरा साङदुङहाङ, साङदुङहाङको छोरा काङदुङ, काङदुङको छोरा तोनो, तोनोको छोरा चोनो, चोनोको छोरा नामगेतहाङ। यो नामगेतहाङ तपाईँले ध्यान दिनुपर्ने नाम छ यहाँ। नामगेतहाङ चोनोहाङको छोरा नामगेतहाङ। नामगेतहाङ 12औं शताब्दीतिर पाथर जिल्लाको नामगेन भन्ने ठाउँमा आई बसोबास गरेको पाइन्छ। भौगोलिक हिसाबले पनि यो ठाउँ सम्म परेको र पारिलो घाम लाग्ने ठाउँ हो। भौगोलिक हिसाबले सम्म परेको र पारिलो घाम लाग्ने। अब नामगेत, नाम भनेको घाम, नामगेत भनेपछि अब पारिलो घाम लाग्ने भइ नै हाल्यो होइन। अनि पारिलो घाम लाग्ने नामगेत ठाउँमा बस्ने नामगेतहाङका सन्तानहरूलाई नेम्बाङ भनिएको लेख्नुहुन्छ। नेम्बाङ चाहिँ नामगेतहाङका सन्तान, त्यो पारिलो घाम लाग्ने ठाउँमा बस्नुहुन्थ्यो चाहिँ नामगेतहाङ, र नामगेतहाङको सन्तानलाई नै नेम्बाङ भनिएको लेख्नुहुन्छ। नामगेतहाङ नामगेत पाङभे वा नामगेत ठाउँमा बस्ने नामगेतहाङ वा नामगेहाङका सन्तानहरू नेम्बाङ कुलवंश भए भन्ने मत पूर्व कुलपति बैराङ्गे केला समेतको रहेको रहेछ। र वंशावली लेखक र साहित्यकार बिरही केला यहाँ झुकिनुहुन्छ। बैराङ्गे केला भनेको नेपालको पूर्व कुलपति हुनुहुन्छ। बिरही केला उहाँहरूकै आफन्त हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो छिमेकी राष्ट्र भारतको चाहिँ दार्जिलिङ, वेस्ट बेङ्गाल दार्जिलिङमा बस्नुहुन्छ। बिरही केलाका अनुसार नेम्बाङहरूको पुर्खा युक्नो भनेको नै नामगेतहाङ हो लेख्नुहुन्छ। र युक्नो नै कसरी नामगेतहाङ चाहिँ खुलाउनु भएको छ यहाँ उहाँहरूले। युक्नो भनेको नै नामगेतहाङ हो लेख्नुहुन्छ। र याक्थुङ भाषामा नामगेतको अर्थ घाम पुग्ने र हाङको अर्थ राजा। घाम पुग्ने अथवा घमाइलो देशको राजा नामगेतहाङबाट नेम्बाङ भएको हो भनेर लेख्नुहुन्छ। र अर्को भनाइ पनि रहेछ, अर्को भनाइ छ कि सिक्किमको नामथाङ नामक स्थानसहित पनि ऐतिहासिक सम्बन्ध रहेको नेम्बाङको भनाइ रहिआएको छ। नेम्बाङ भनेको बिरही कैला
ज्यूको चाहिँ भनाइ आइरहेको छ बैरागी कालाको होइन बिरहीको है त यो दुईजना कालाबा हुनुहुन्छ। यसरी नै इतिहासमा नेम्बाङ कुल वंश फैलिएर गएको पाइएको छ। नामकेथाङ पछि अब नामकेथाङको छोरा भन्नुभएको छ, नामकेथाङ पछि लेख्नुहुन्छ। नामकेथाङ पछि नामकेथाङ पछिको वनेहाङ पछि थाम्बुदोहाङका छोरा चाहिँ प्रतापी र शक्तिशाली तुम्याङसे जन्मेका थिए भन्नुहुन्छ। अनुमानित 1300 शताब्दीतिर पूर्व पहाड पान्थर जिल्लाको साबिक रानीटार तमाखेमा चाहिँ तुमपाङफे गाउँ हो, तुमपाङफेमा चाहिँ नेम्बाङहरूको पुर्खा। अब एकैचोटि यहाँ फेरि उहाँलाई कहाँ पुर्याउनु भएको छ भने चाहिँ यहाँ शक्तिशाली तुम्याङसेबाट चाहिँ एकैचोटि यहाँले पथुहाङमा पुर्याउनु भएको छ। पथुहाङको रजगत देखिन्छ। तुम्याङसेकै छोरा हुनसक्छ अथवा उहाँकै वंश नै हो हुन त, तर कुन चाहिँ छोरा के खुलाउनु भएको छैन। पथुहाङको रजगत देखिन्छ। पथुहाङका 2 छोराहरू लाधिपा र चुक्मिबा अत्यन्त शक्तिशाली थिए भन्नुहुन्छ। यो चुक्मिबा र लाधिपा चाहिँ एकदमै यो थेबा सामाङको कुरा गर्दा उहाँहरूको नाम बार आइरहने एकदमै मुन्धुमी पात्रहरू हुनुहुन्छ। उहाँहरू चुक्मिबा र लाधिपा चाहिँ मुन्धुमी पात्रहरू हुनुहुन्छ र अरू विभिन्न लिम्बू मुन्धुम मिथक कथाहरूमा पनि उहाँहरूको नाम आइ नै रहन्छ। अब नेम्बाङ कसरी भयो तपाईँलाई थाहा भयो होइन, नामकेथाङको सन्तानहरू नेम्बाङ भए। अब नेम्बाङ मध्ये पनि अब धेरै नेम्बाङहरू हुनुहुन्छ। धेरै नेम्बाङ मध्ये याङदेमा नेम्बाङ कसरी भयो अब चाहिँ पत्ता लगाउन लाग्यो है त। यहाँ चाहिँ के भन्नुहुन्छ भने चुक्मी अत्यन्त शक्तिशाली थिए। उनीहरू थेबामाङ शक्ति लिन भएको थियो। उनीहरू थेबामाङको शक्ति प्राप्त भएपछि उड्न सक्दथे, त्यसैले याक्थुङ मुन्धुममा तिनलाई पेभाकुम नेम्बाङ भन्ने गरिन्छ। मुन्धुममा चाहिँ पेभाकुम केबेबा पेभाकुम उड्नेहरू भनेर भनिँदो रहेछ थेबामाङको चाहिँ शक्ति लिन भएकोले गर्दा, शक्ति प्राप्त भएकोले गर्दा। अनि चुक्मेबाबाट लाधिपा यहाँबाट कता जानुभएको छ। त्यस पछाडि यहाँ चुक्मेबाबाट चाहिँ 2 छोराहरू, जेठा छोरा लागेप्पा र कान्छा छोरा मिखेप्पा। हेर्नुहोस् है, जेठा छोरा लागेप्पा, कान्छा छोरा मिखेप्पा भए। मिखेप्पाबाट याङदेमा भएको देखिन्छ है। मिखेप्पाका छोरा बन्धुहरू चाहिँ याङदेमा भएको देखिन्छ। कसरी भन्दा हाम्रा अग्रज पवा सार्तप निवासी बिरदल नेम्बाङका अनुसार चुक्मेबाको कान्छा छोरा जन्मिएपछि चुक्मेको कान्छा छोरा चाहिँ मिखेप्पा जन्मिन्छ नि। जन्मिसकेपछि यहाँ चाहिँ न्वारानमा लेख्नुहुन्छ। न्वारानमा तुम्भाकमाले बुबा जस्तै नाम अनुहार लेख्नुहुन्छ। तर खासमा लिम्बूहरूको चाहिँ याङदाङ पोगमा जस्तै छोरा मान्छे जन्मेको 4 दिनपछि मात्रै घरदेखि बाहिर निकालिन्छ, त्यो याङदाङ पोगमा गरिन्छ। उहाँले त्यति बेला चाहिँ नाम पनि राखिदिने, नुमिङ राखिदिने, त्यो दुधे बालकलाई नुमिङ, पछि अलिक ठुलो भइसकेपछि फुङमिङ पनि हुन्छ। र त्यहाँ न्वारान गर्दा चाहिँ याङदाङ पोगमा गर्दा चाहिँ उहाँको नाम र याङदाङ याङ पनि दिने गरिन्छ। यहाँ चाहिँ उहाँले के लेख्नुहुन्छ भने न्वारानमा तुम्भाकमा भनेको चाहिँ त्यहाँको वरिष्ठ एक महिलाले, सज्जन महिलाले चाहिँ बुबाको जस्तै अनुहार भएकोले मिखेप्पा है भनेर नाम राख्दै गर्दा, त्यो नाम राखिदिँदा अघि मैले तपाईँलाई भने नि त्यो याङदाङ पोगमा याङदाङ याङ पनि दिने गरिन्छ नि त। त्यो थालमा दियो कलश राखेर पैसा राखेर शिर। अनि यहाँ चाहिँ के लेख्नुहुन्छ भने मिखेप्पा है बाउ जस्तै भएकोले मिखेप्पा है भनेर नाम राख्दै गर्दा थालमा दियो र कलश अनि पैसा राखेर शिरमा राख्दा पैसा समातेको हुनाले याङ केदेम्बा। त्यो याङदाङ पोगमा याङ दिएर यसो यहाँ राख्दै गर्दा चाहिँ दियो कलश राख्दै गर्दा त्यो याङ समाएकोले गर्दा याङ केदेम्बा। त्यसैबाट पछि याङदेम्बा पारिवारिक नाम वा उपथर रहन गएको हो भन्छन् भनेर भन्नुहुन्छ उहाँले। याङ केदेम्बाहरू नि याङदेम्बा भएका रहेछन् है। यसरी नै मिखेप्पा नै याङदेम्बा र उसको सन्तानहरूलाई पछि याङदेम्बा भन्न थालिएको देखिन्छ भनेर लेख्नुहुन्छ। यहाँ मलाई एकदमै धेरै यो पहिले अरू लिम्बू थरको यसरी वंशले पढ्दै गर्दा उहाँहरूको बारेमा भन्दै गर्दा याङदेम्बा नेम्बाङ कसरी भयो, हाम्रो पुर्खाहरू के हुन धेरैले सोध्नु भएको थियो। मलाई व्यक्तिगत म्यासेज र कमेन्ट पनि गर्नुभएकोले गर्दा मैले यो चाहिँ आज यो किताब यहाँ हङकङसम्म ल्याइदिनु हुने हाम्रो नवगायिका बहिनी सम्झना उयाङ बहिनीलाई धेरै धेरै धन्यवाद। साथै यो किताबलाई उपलब्ध गराइदिनु हुने कलाकार तथा समाजसेवी नितुरानी नेम्बाङ सोडेनीज्यूलाई पनि धेरै धेरै धन्यवाद दिँदै आज चाहिँ याङदेम्बा नेम्बाङहरूको बारेमा धेरै सोध्नु भएकोले आज भने। र तपाईँले यहाँ लेखेको र अरू तपाईँले सुन्नुभएको के छ कसो त्यो नि कमेन्ट गर्नु होला। तपाईँको कमेन्टहरूलाई पनि एकचोटि म भिडियो मार्फत ल्याउने कोसिस गर्नेछु। र
यसरी नै म फेरि पनि यो अरू वंशावली मसँग थुप्रै वंशावली किताबहरू रहेको छ लिम्बूहरूको थरहरूको बारेमा चाहिँ म जानकार गराउँछु तपाईँहरूलाई यो चाहिँ किनभने वंशावलीमा जोडिनु एकदम आवश्यक छ र वंशावली लेख्नु एकदम आवश्यक छ अनि यो वंशावली चाहिँ हामी सबैले वंशावली निकाल्दै गर्दा पैसा सहयोग पनि दिइन्छ अनि किनिन्छ पनि तर हामीले खासै पढ्दैन रहेछौँ खासमा त्यसले गर्दा अझै हाम्रो जेनेरेसन खासै कमै पढेको देखिन्छ त्यसले गर्दा म चाहिँ भिडियो मार्फत तपाईँहरूको सामु पुर्याउने कोसिस गरेको छु मेरो भिडियो अहिलेसम्म हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै म पनि बिदा हुन चाहन्छु नोगेन सेवारो